डिग्री राम्रो कुरा हो तर स्किल बिना डिग्री जस्ट लाइक द पिस अफ पेपर त्यो एउटा कागजको टुक्रा मात्र हो त्योभन्दा बढी केही छैन अगर तपाईँसँग स्किल छैन भने। त्यसैले स्किल भनेको के स्किल भनेको तपाईँलाई पैसा रेस्पेक्ट र फ्रिडम ल्याउने पावर राख्छ त्यसलाई स्किल भनिन्छ। जस्तै तपाईँसँग कुनै एमबिबिएसको डिग्री छ एमबिबिएसको डिग्री छ डक्टरको तर तपाईँसँग त्योसँग स्किल छैन भने तपाईँलाई केही त्यसको फाइदा पो भएन। तर तपाईँलाई कुनै स्किल छ जस्तै तपाईँलाई सेल्स स्किल छ तपाईँ घरमा बसेर कुनै कम्पनीको स्पोन्सरसिप गर्नुहुन्छ ब्रान्डिङ गर्न सक्नुहुन्छ। त्यसैले डिग्री राम्रो हो तर डिग्रीको साथमा एउटा स्किल हुनु धेरै राम्रो हो। अगर डिग्री नभए पनि हुन्छ तर बिना स्किलको मान्छे बाँच्न अहिलेको समय सक्दैन। त्यसैले तपाईँ के चेन्ज गर्नुहुन्छ डिग्री चेन्ज गर्नुहुन्छ कि स्किल बिल्ड गर्नुहुन्छ। जस्तै म चाहिँ डिग्री लिन्छु तर डिग्री पछि नभागेर म चाहिँ स्किल बिल्ड गर्दैछु।